यस्तो यहाँ त भगवानको मूर्ति जस्तो छ यहाँ हेर्नु गाइस, डाइनोसरको जस्तो हो, दाँतहरू जस्तो। मेरो आवाज पनि निस्किएर आएन गाइस होइन। Such an amazing art formed by nature. So hello and welcome back to my new vlog guys. आजको भ्लगमा चाहिँ आजको भ्लग चाहिँ हुनेछ हाम्रो केभ एक्सपिडिसन। सो यो चाहिँ हाम्रो मेरो घरदेखि नजिकै एउटा जङ्गलमा रहेको एउटा केभ छ। सो म चाहिँ त्यहाँ सानोमा गएको थिएँ होइन, त्यहाँ धेरै भयो नगएको। सो त्यहाँ यसो जाम, आई एम अन द वे है। सो गाइज म चाहिँ अहिले बाटोमै छु होइन। सो क्विक चेक मेरो भिलेज हेर्नुहुन्छ भने ठ्याक्कै यो फरेस्ट पछाडि रहेको छ। यहाँबाट चाहिँ त्यस्तो देखि नै रहन्छ, चारैतिर गाउँ नै गाउँ, पहाडै पहाड छन् चाहिँ यहाँ चाहिँ। यो डाँडो चाहिँ हाम्रो गाउँ रहेको छ है। यहाँ मैले चाहिँ एउटा लाइट पनि लिएर आएको छु होइन। लगभग म अब आइसकेको छु भनौँ होला। बाटो चाहिँ देखियो होइन। सो यो चाहिँ एकदम जङ्गलको बिचमा छ। यहीँदेखि यो बाटो होइन जाने, यहीँदेखि हो जाने गाइस बाटो चाहिँ होइन। यहीँ मुनि हो, लगभग आइसकेको छु होइन। म चाहिँ एन्टर गर्ने ठाउँमा आइसकेको छु। अब लाइट अब लगाउने। भित्र चाहिँ केही देख्छ छैन गाइस। आइ एम अल्सो रेडी है, चाहिँ रेडी भइसकेको छु गाइस। म चाहिँ अहिले भित्र छु होइन। यो के हो यस्तो? दाँत जस्तो छ क्या। अनि यो हेर्नु त गाइस, भित्र उठ्नु है गाइस। माथि पनि हेर्न सक्नुहुन्छ गाइस, म माथि देखाइदिन्छु। यो हेर्नुहोस् त, गाइस म चाहिँ हल्का हजुरहरूलाई देखाउन गइरहेको छु। गाइस यो हेर्नु त, म चाहिँ फाइनली माथि चढिसकेको छु। यो हेर्नु त, ओ माई गॉड, यस्तो यहाँ त भगवानको मूर्ति जस्तो छ यहाँ हेर्नु गाइस। भगवान जस्तो देख्नुहुन्छ। यो चाहिँ बाघको पन्जा जस्तो छ गाइस। एकदम नेचरले बनाएको चिज हो गाइस यो चाहिँ। उहाँ हेर्नुहोस् त, भित्र पनि त्यस्तै छ नि। उहाँ हेर्नुहोस्, धेरै भित्र नि जान मिल्दैन त, सिट झर्ने। यो ठाउँमा छिर्न मिल्छ भने चाहिँ देखाउँथेँ गाइस खुल्लामा। गाइस यहाँ चाहिँ यस्तो रहेको छ, खतरनाक पत्थर खतरा छ होइन। यहाँ हेर्नु त गाइस, वाउ, माथि हेर्नु त गाइस। हेर्नु त, माथि हेर्न सक्नुहुन्छ गाइस। I'm inside the cave right now.
थोडा नर्भस त फिल हो रहा है गाइस, नर्भस भइरहेको छु थोरै चाहिँ, बट यति त केही हुँदैन। अयो शिट, मैले कोर पार्टहरूलाई देखाइदिइसकेँ हजुरहरूलाई गाइस। माथि माथि हेर्न सक्नुहुन्छ, माथि माथिमा लास्टै माथि माथि हो। मेरो आवाज पनि निस्किएर आएन गाइस होइन, एक त यो ओडारमा भएर नि होला। वाह, चाहिँ दुईवटा ढुङ्गाले यस्तो दुईवटा ढुङ्गा यसरी जोडिएर होइन, जोडिएर बनाएको जस्तो छ होइन, बाघको पन्जा जस्तो कस्तो छ होइन, नेचरले बनाएको चिज हो गाइस होइन, एकदम अनरियल जस्तो पनि देखिन्छ। यो हेर्नु गाइस पुरा होइन, यस्तो यस्तो छ हेर्नु त, यहाँ आउने हेर्नु त नि ढुङ्गाको पनि यो भेन्सहरू नसाहरू जस्तो देखिन्छ कि यहाँ माथि हेर्नु गाइस। यहाँभित्र पनि यतापट्टि नै छ, यतापट्टि एउटा दुलो रहेछ तर यहाँभित्र जान मिल्दैन आई गेस। भित्र रहेको छ, यता यहाँ आउने हेर्नु त गाइस, कसैको निशान मार्ग जस्तो देखिन्छ बट यो होइन, एकदम यो प्रकृतिले बनाएको चिज हो गाइस। रेन ड्रप्स जस्तो देखिन्छ यो हेर्नु त गाइस यिनीहरू। वाउ, सच एन अमेजिङ आर्ट फोर्ज्ड बाई नेचर। सो फाइनल चाहिँ मेरो चाहिँ केभ एक्सपिडिसन भइसकेको छ, मतलब गुफा हेरेर भइसकेको छु मैले चाहिँ। राम्रै छ एकदम, गुफा चाहिँ एकदम अन्डर रेटेड हो होइन, फ्यु लोकल्सहरूलाई इन्क्लुडिङ मी थोरैलाई थाहा छ होइन। सो यदि यो भिडियोमा 1 लाख भ्युज र 10,000 सब्सक्राइबर आउँछ भने यो भिडियोबाट म 1 रात बिताउने छु गाइस। 1 रात यो गुफामा, त्यही पनि आई नो यो चाहिँ थोरै डिफिकल्ट हुन्छ यो च्यालेन्ज, बट हेरौँ यदि भएछन् भने चाहिँ मैले आफ्नो प्रमिस तोड्दिनँ गाइस। 10,000 फलोवर्स अनि 1 लाख भ्युज, सो हेरौँ के हुन्छ।